आज हामी कुरा गर्दैछौँ राउटे जातिहरूको र कुन कुन ठाउँमा बस्दै आएका छन् त राउटेहरू। तपाईहरूको मनमा पनि जिज्ञासा हुन सक्छ के नेपालमा अझै राउटेहरू छन् त भनेर। हो, सही सुन्दै हुनुहुन्छ, नेपालमा पनि अझै राउटेहरू छन्, तर कुन कुन क्षेत्रमा छन् भनेर सीमित क्षेत्रमा मात्र छन्। त्यही कुराको जिज्ञासा तपाईलाई पनि हुन सक्छ। आउनुहोस् विस्तृत रूपमा छलफल गरौँ। राउटे समुदायको पछिल्लो अवस्था। उनीहरू जङ्गलमै केन्द्रित छन्, उनीहरू पाल तागेर बस्ने गरेका छन्। अब कुरा गरौँ उनीहरूको बसोबास क्षेत्र। नेपालको राउटे समुदाय हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जङ्गल क्षेत्रमा मुख्यतः दैलेख, सुर्खेत, आछाम, सल्यान र जाजरकोटमा बसोबास गरिरहेको पाइएको छ। अब कुरा गरौँ उनीहरूको जीवनशैलीको बारेमा। मुख्यतः उनीहरू स्थायी घर नबनाइकन काठको भाँडाकुँडा बनाउने र जङ्गलमै घुमन्ते जीवन बिताउने आफ्नो पुर्ख्यौली परम्परामै छन्। नेपालमा राउटेहरूको संख्या कति छन् त आउनुहोस् विस्तृतमा फेरि छलफल गरौँ। हाल उनीहरूको कुल संख्या करिब 150 को हाराहारीमा मात्रै सीमित छ, जसले गर्दा यो समुदाय लोप उन्मुख अवस्थामा छ। संरक्षणको चुनौती। सरकारले सामाजिक सुरक्षा भत्ता र संरक्षणका प्रयासहरू जारी राखे पनि उनीहरूको घुमन्ते जीवनशैली र आधुनिक समाजसँगको दूरी कायम रहने प्रमुख चुनौतीको रूपमा देखिएको छ। यही थियो आजको विशेष जानकारी। भिडियो राम्रो लागेमा सब्स्क्राइब गर्नुहोस्।